परमेश्वरले यस्तो कुराहरू देखाउनु भयो। अबको दिनहरूमा नेपालमा राजा ल्याउनको लागि भरपुर कोसिस गर्नेछन्। घुस खुवाएर हुन्छ कि कसरी हुन्छ, भरपुर कोसिस गर्नेछन् मानिसहरू। अहिलेसम्म कमै थियो, योभन्दा अझ अत्याधिक रूपमा चाहिँ राजा ल्याउनै पर्छ, राजा आउनै पर्छ भनिकन भरपुर कोसिस, घुस खुवाएर पैसा खुवाएर कसरी हुन्छ मानिसहरूले कोसिस गर्नेछन्। तर यो कुरा चाहिँ राम्रो होइन है। अनि परमेश्वरले भन्नुहुन्छ कि यो विषयमा चाहिँ प्रार्थना गर। अनि म विशेष गरी म तपाईँलाई उत्साह दिन चाहन्छु कि तपाईँ यो विषयको लागि प्रार्थना गर्नुहोस्। परमेश्वरले साँच्चै नै काम गर्नुहुन्छ र यो कुरा चाहिँ वास्तवमा चाहिँ असल होइन है। नेपालमा चाहिँ राजा आउनु यो परमेश्वरको इच्छा होइन, यो चाहिँ सबै शैतानले आफ्नो प्लान गर्दैछ। तपाईँहरू प्रार्थनामा खडा हुनुहोस्। येशूको नाममा यी सबै कुराहरू क्यान्सल हुनेछन् इन जिजस।